नमस्कार काशीले राफुल्ला सेवारो जुजलापा तारेमाम झोरले छाजलो जय गोर्खाली जय नेपाली जय होस् हामी सबै नेपालीको हातमा शक्ति आओस् हे पशुपतिनाथ यहाँ पाउनुहुने मेरो आमा अथवा दाजुभाइ दिदीको हातमा शक्ति आओस् जसले ताली पड्काउँदैन त्यो मान्छेको जिन्दगीभर हातमा लुत्दै लुत्तो आओस् एकपटक हामी आफैलाई सम्झेर हाम्रो छोरा सम्झेर भतिजा सम्झेर नाति सम्झेर जसको लागि आइदिनु भएको छ आज आशीर्वाद दिनलाई यो सम्झेर आशीर्वाद दिनलाई आउनु भएको छ आशीर्वाद दिनुभन्दा अगाडि हात त अलिकति शक्तिशाली त दिनै पर्यो हो कि भन्नुहोस् त त्यसैले आशा छ कि एकपटक दुई हात चन्द्र र सूर्यको हातको साथ ताली पड्काएर समरको लागि आज हाम्रो समर आज हाम्रो समरको बच्चाले पनि मलाई राख्दै छ कहिले यसले हानी कहिले उसले हानी भएर एकाउन मोबाइल कसको नानीले यो पनि अब अर्को नयाँ मौकामा छ है
10जना लेडिजको लागि पुरस्कार रहेको छ हाम्रो नेपाल ज्वेलरीको तर्फबाट लेडिजको लागि। क्वेसन एकदम सजिलो छ, ध्यान दिएर सुन्नु होला। जित्नु भयो भने नेपाल ज्वेलरी ज्याक्सन ह्यान्डको तर्फबाट उहाँलाई गिफ्ट ह्याम्पर मैले यही लिएर आएको छु बोकेर उहाँले पठाउनु चिज। अनि जेन्ट्सको लागि एउटा चिज छ, त्यो चाहिँ दिनुभएको छ। मैले ब्रान्ड एम्बेसडर हुँदैछु जुन युनाइटेड वायरलेस जुन मोबाइल पसल छ त्यहाँबाट चाहिँ मलाई गिफ्ट दिनु छ एकजना दाइलाई, जसलाई भने पुरस्कार भनेर दिनुभयो। त्यो चाहिँ क्वेसन दाइ र दिदीलाई म पहिला दिदी दिदीहरूलाई सोधौँ कि दाजुहरूलाई सोधौँ? ल म पहिला फर्स्ट लेडिजमा सुरुवात गर्न चाहन्छु। हजुरले मलाई चाहिँ लेखेर पठाउनुपर्छ, मुखले भन्नुभयो भने त बेकारै हुन्छ, आफ्नो खल्लो हुन्छ। भाग्य मानेको निदा ठुलो हुँदैन, मेहनत गरेको चाहिँ भाग्य ठुलो हुन्छ। त्यसरी चाहिँ आज मलाई लाग्छ कि तपाईँहरूको भाग्यमा हुन्छ। कोही हाम्रो गोविन्द राई दाइ, गोविन्द राई ओके, यहाँ कहिले गर्नुभयो यसरी दिदीमा जोडिनु बिस्तारै आउनुहोस् म चेक गर्छु। हजुर भनेर मात्रै आउँछ के भन्नु गाडी के भनेर मलाई Yeah.
उहाँहरूले हातले आशीर्वाद दिँदै हुनुहुन्छ। फेरि के भने नेपालतिर चाहिँ खुट्टा छोएर आशीर्वाद नै यसो गरेर पर्छ, तर यहाँ चाहिँ आशीर्वाद खानमा दिनुपर्दछ क्या। यस्तो गरेर के गर्नु जम्मा रमाइलो हुन्छ क्या। तर यस्तो राम्रो लाग्छ कि कहिलेकाहीँ म पनि वर्तमान गरौँ, जन्मदिन गरौँ, कहिले रमाइलो ठट्टा गर्नु सक्छ। आज तपाईँ चाहिँ आमा मम्मी, ओ माय गॉड मम्मी, प्रदीप जी कसरी भेट्नु जस्तो मान्छेलाई गर्नु आगे। ओके, आज आमा र छोराको एउटा नृत्य हुँदैछ। सायद पहिलो पटक हुन सक्छ यति राम्रो नृत्य अहिलेसम्मको आजको आकर्षक र आजको पहिलो मिल्नु पर्छ। यही हो हामी कलाकार हुनुपर्ने गुण। आजको आमा र छोराको एउटा सोको लागि उहाँले लगभग जन्मेदेखि आमाले टुकु टुकु हिँडाउँदैछ, बाबु यसो गर, बाबु उसो गर भनेर सिकाउँदा आज यति राम्रो कलाकार हुनुभएको छ, यति राम्रो नृत्य गर्छ। उहाँले नाचेपछि ऋतिक रोशन केही होइन अगाडि केही भन्नु भनेको थियो, मलाई त्यही भन्नु। अब पैसाले चाहिँ के भन्नु त्यही भन्नु आयोजकले प्रबन्धन केही सिकाउनु। ओके, आजको आकर्षणको लागि एकचोटि जाओस् आमा र छोराको लागि जोरदार यार ये हमेशा रोमांटिक सॉन्ग्स में डांस करना जरूरी है क्या? डीजे वाले भैया जरा हमारा वाला गाना बजाओ।
गीतको बोल अब गीतको बोल भाउजू मैले धेरैदेखि छोरी जन्माए ज्वाइँले लाँदा रहेछन् छोरा जन्माएपछि बुहारी लाँदा रहेछन् तर लास्टमा बाँकी रहने तपाईँ दुईजना नै हो होइन भन्नुहोस् त त्यसैले यो छोरी उहाँको मनको मुटुको टुक्रा हो तर यो टुक्रा जोड्ने तपाईँहरू हुनुहुन्छ त्यसैले अब यो जोडी दाजु तिमी तिमी जसले जित्छ मम्मीले जित्नु हुन त मम्मीले जित्नुहुन्छ पहिला थाहा छ तर ड्याडीको जिउ पनि छ नि त साँडा जस्तो ओके सर आज मात्र भन्नुहुन्छ हुँदै तपाईँलाई कसरी कल गर्दैन थाहा छ मलाई तर भाउजू अब प्लिज जस बचाइदिनु इज्जत बचाइदिनु होला सर यताउति नभए यसो उभाएर हात सुधार लाग्यो तपाईँ घुमेर गरिदिनुहोस् भइहाल्छ होइन सर रेडी ओके डिजे कर्मा दाजु बजाइदिनुहोस् बाजा हाम्रो तर्फबाट गिफ्ट हाम्रो तर्फबाट गिफ्ट हाम्रो ओके बाबुले अरू त्यति प्लिज बाबुले मलाई अफर गर्नु बाबुलाई मेरो ड्याडी यति मन पर्ने गीत भन्नुभयो अब उहाँको केही छैन मलाई होइन प्लिज हेर्नुहोस् ठिक छ बरु म टिप्स छ बाबु छैन अहिले आएपछि खाना आएको छु ओके खाना आएर छैन ओके छँदैछ मसँग चेन्ज छैन ओके छोराको लागि यो गीत र सबैको लागि जे आउँछ जस्तो आउँछ अति मन पऱ्यो गाडीमा सवारी सुन्नुहुन्छ भन्नु उहाँले प्लिज हजुर सघाउनु सेकेर हात डिजे दाजु बजाइदिनुहोस् बाजा Thank you guys. Thank you so much. Thank you so much. Yati bhai hamari